जे जस्तो भए पनि यी बोधिसत्व बालकले भविष्यमा आउने सम्पूर्ण अर्थलाई सिद्ध गर्न सक्ने भएको कारणले उनको नाम ती ब्राह्मणहरूले सिद्धार्थ पनि राखिदिए। सिद्ध र अर्थ दुई शब्दहरूको सन्धिद्वारा नै सिद्धार्थ शब्द बनेको हो। सिद्धार्थलाई सर्वार्थ सिद्ध पनि भनिन्छ। ब्राह्मणहरूको भविष्यवाणी सुनेर राजा शुद्धोदनलाई हर्ष पनि लाग्यो, विस्मात पनि लाग्यो। शुद्धोदन राजा आफ्नो पुत्रलाई दुनियाँको घर दैलोमा मागेर जीविका गर्ने बुद्ध होइन, बरु राजाहरूका पनि अधिपति चक्रवर्ती राजा भएको हेर्न चाहन्थे। तसर्थ ती ब्राह्मणहरूलाई राजाले सोधिहाले, यदि यी बालक भविष्यमा गएर गृह त्याग गर्न सक्छ भने के कारण देखेर गृह त्याग गर्नेछ? तब ती ब्राह्मणहरूले स्पष्टका साथ भने, यी राजकुमारले संसारमा वृद्ध रूप, रोगी व्यक्ति, मरेको मानिस र भिक्षु रूप देखेर गृह त्याग गर्नेछ। यो कुरा सुनेर राजा शुद्धोदनले अबदेखि आफ्नो पुत्र कुमारलाई कुनै पनि हालतमा त्यस्तो वृद्ध, रोगी, मृतक र भिक्षु रूप नदेखाउने संकल्प गरे। आफ्नो अधिकार रहेको सबै ठाउँमा राजाले घोषणा गरिदिए, आजदेखि मेरो पुत्र सिद्धार्थ कुमारलाई वृद्ध, रोगी, मृतक र भिक्षु रूप कदापि पनि देखाउन पाउने छैन। सिद्धार्थ बोधिसत्वको नामकरण गरिएको 2 दिनपछि अथवा जन्मेको 7 दिनपछि कपिलवस्तु दरबारमा शोक छायो। सिद्धार्थ बोधिसत्वका आमा महामाया देवीको देहान्त भयो। सबैले शोक गरे। आखिर ती महारानी स्त्रीहरूमध्ये सर्वाधिक गुणवती थिए। सिद्धार्थ बोधिसत्व 7 दिन भएकै समयमा आमा परलोक भइसकेको थियो। तसर्थ उनको हेरविचार तथा स्याहार सुसार गर्ने सम्पूर्ण जिम्मा तिनकी सानी आमा महाप्रजापति गौतमीले लिए। तिनले बोधिसत्वलाई आफ्नो छोरा भन्दा पनि बढी माया दिएर हुर्काए। समय बिस्तारै अघि बढिरह्यो। त्यसबेला कपिलवस्तुमा आषाढ पूर्णिमाको दिनलाई विशेष उत्सवको रूपमा लिने गर्दथ्यो। विभिन्न उत्सव मनाउनेमा राजपरिवार महाजनहरूका साथ स्वयं राजा शुद्धोदन पनि खेतमा हलो जोतेर धान रोप्ने मंगलोत्सव मनाउँथ्यो। उत्सव सबैको लागि रोचक, रमाइलो र महत्वको हुने गर्दथ्यो। धान रोप्ने उत्सवको दिन आयो। सारा नगरभरि सिंगारियो। नगरका महाजनहरू सबै भेला भए। 800 हल गोरु विशेष सिंगारिएर सजाई राखेको थियो। त्यसमध्ये राजाले जोत्ने हल गोरुको सिंगमा विशेष सुनको पाताले सजाई राखेको थियो। मंगलोत्सव प्रारम्भ गर्न राजा शुद्धोदन श्वेत छत्र धारण गरी बालक सिद्धार्थलाई लिएर
खेततिर लागे। राज कर्मचारी तथा महाजनहरू पनि राजाकै पछि पछि खेततिर अघि बढे। खेतको छेउमा एउटा ठूलो जामुनको रुख थियो। रुख साह्रै शोभामान रूपमा रहेको थियो। राजा शुद्धोधनले आफ्नो पुत्र राजकुमार सिद्धार्थको लागि त्यही ठाउँ सफा गर्न लगाए। पाल आदि टाङ्गी परिचारिकाहरूको रेखदेखमा बालकलाई त्यही सुताइदिए। त्यसपछि राजा सहित सबै लावा लस्कर खेततिर पुगे। सबैभन्दा पहिला राजा शुद्धोधनले विशेष सिंगारिएको हल गोरु जोते। त्यसपछि राजकर्मचारी महाजनहरूले पनि हल गोरु जोते। कपिल वस्तुवासी विशाल जनसमूहले उक्त उत्सव हेरेर रमाइरहेका थिए। त्यहाँ धेरै रमाइलो वातावरण भइरहेको थियो। त्यो रमाइलो वातावरण हेर्न बालक सिद्धार्थलाई पालो दिइरहेका परिचारिकाहरूले सहन सकेन। उनीहरू पनि सुतिरहेको सिद्धार्थलाई एकछिन त्यही छोडी दौडेर उत्सव हेर्न गए। उत्सव हेर्नमा मग्न ती परिचारिकाहरूले बालक सिद्धार्थलाई झस्स सम्झे। दौडेर सिद्धार्थलाई हेर्न जाँदा एउटा अनौठो दृश्य देखे। बालक सिद्धार्थ त्यही सुतिरहेको ठाउँबाट उठी पलेटी कसी ध्यानमा मग्न भइरहेको थियो। उनलाई परेको छाया अरू छायाको अनुपातमा लामो भएर नसरी त्यही स्थिर भइरहेको थियो। यस्तो दृश्य देख्नासाथ परिचारिकाहरूले हतपत यो कुरा राजा शुद्धोधनलाई भन्न गए। राजा शुद्धोधन पनि दौडेर आफ्नो पुत्र सिद्धार्थलाई हेर्न आए। नभन्दै आफ्नो सानो बालक छोरा सिद्धार्थ कुमार पलेटी कसी ध्यानमा मग्न भइरहेको र उनलाई परिरहेको छाया पनि तल माथि नभई त्यही स्थिर भइरहेको देखे। यस्तो दृश्य देखेर सबै आश्चर्यचकित भए। स्वयं राजा शुद्धोधनले आफ्नो छोराको यो आश्चर्य रूप देखेर ज्यादै प्रभावित भए अनि त्यही आफ्नो छोरालाई पञ्चाङ्ग वन्दना गरे। यो राजा शुद्धोधनको आफ्नो छोरालाई गरेको दोस्रो बार पुत्र वन्दना थियो। साधु साधु साधु